एकदमै ठुलो खबर आएको छ है। इरानका विदेश मन्त्री चाहिँ अहिले पाकिस्तान पुगिसक्नु भएको छ। खास गरी पाकिस्तानको इस्लामाबादमा पुगिसक्नु भएको छ र अमेरिकी अधिकारीहरू पनि आइपुगेका छन् है। त्यही भएर इस्लामाबाद र अहिले रावलपिण्डीमा चाहिँ एकदम लकडाउन जस्तै नै भएछ। अहिले जनमानसमा चाहिँ अहिले असर परिरहेको छ यो लकडाउनको। तर पहिलो भेटवार्ता चाहिँ सफल नभएपछि यो चाहिँ दोस्रो चरणको भेटवार्ता हुनेछ। अब चाहिँ धेरैको अहिले आशाको विषय के छ भने चाहिँ जुन आज इरानका विदेश मन्त्री पाकिस्तान पुगेका छन्, यसले चाहिँ एउटा सुखद समाचार दिन्छ भन्ने आज सबैको आशा छ है। आशा गरौँ कि अब यो वार्ता सकिएपछि एउटा दुई देशबिचको एउटा राम्रो सूचना आओस् है, सहमतिमा मिल्यो भन्ने एउटा राम्रो खबर सुन्न पाइयोस्। अहिले धेरैको ध्यान केन्द्रित भनेको अहिले रावलपिण्डी र इस्लामाबादमा छ। अब हेरौँ के हुन्छ है। एक दुई दिनमा यो टुङ्गो लागिहाल्छ। सबभन्दा धेरै खुसी त खाडीमा रहेका नागरिकहरू हुन्छन् है, यदि यो दुई देशहरू बिच वार्ता मिल्यो भने चाहिँ।